खाली भने चाहिँ पूर्वमा थियो भनेर। पूर्वमा गलत कुरा थियो र नै त तपाईको वर्तमानमा सरकारले ल्याएको हो। पूर्वमा सबै कुरा ठिक हो नि त, आज तपाईलाई सरकारमा किन ल्याउनु? अहिले जुन चाहिँ सोशल मिडियामा या मिडियामा हामी देखिरहेको छौं, जुन चाहिँ सिक्किमको महिलाहरूप्रति, महिला नेत्रीहरूप्रति अभद्र टिप्पणी गरेको विषयमा यो चर्चा चलिरहेको छ। र हिजो अस्ति मात्र सिटिजन एक्सन पार्टीको महिला नेत्रीहरू गएर पुलिसलाई सम्पर्क गरेको छ, भेटेको छ र उहाँहरूले सबै कुरो पत्ता लगाइसकेको छ। अब हामी सार्वजनिक गर्छौं को यो मान्छे भनेर उहाँहरूले भनेको छ। अब हेरौँ उहाँले कहिले सार्वजनिक गर्छ, सिक्किम वुमेन कमिसनले कहिले यो कुरालाई सार्वजनिक गर्छ। तर यो अब खेदपूर्ण कुराहरू आज सिक्किममा भइरहेको छ। आज रुलिङ पार्टीको महिला नेत्रीको कुराहरूमा हामी सुन्छौं र उहाँहरूले अहिलेसम्म मैले सुनेको छुइनँ कि खालि पूर्व सरकारलाई उहाँले दोष मात्र दिने काम गर्छ। तर उहाँहरूको सरकारमा जुन चाहिँ नारीहरूप्रति, महिलाहरूप्रति अभद्र टिप्पणी गरेको छ, उहाँहरूलाई जस्तो धम्की खुलेआम सोशल मिडियाद्वारा दिएको छ, उनीहरूमाथि पुलिसले झट्टै कारबाही गर्नुपर्छ भनेर चाहिँ आवाज चाहिँ उहाँहरूबाट उठेको हामीले देखिरहेको छैनौँ। खाली भने चाहिँ पूर्वमा थियो भनेर। पूर्वमा गलत कुरा थियो र नै त तपाईको वर्तमानमा सरकारले ल्याएको हो। पूर्वमा सबै कुरा ठिक हो नि त, आज तपाईलाई सरकारमा किन ल्याउनु? तर तपाईहरु चाहिँ सरकारमा आएर के गर्यो? तपाईको सरकारले, तपाईले मानेको नेताले नारीहरूमाथि, महिलाहरूमाथि यस्तो उत्पीडनहरू, महिलाहरूलाई सताउने कामहरू, महिलाहरूलाई असुरक्षित गराउने कुराहरू, महिलाहरूको सुरक्षाका निम्ति कतिको पहल गर्यो, त्यो चाहिँ इम्पोर्टेन्ट कुरा हो। त्यो कुरा चाहिँ आज जनताको अगाडि आउनु पर्यो। आज सिक्किममा महिलाहरू कतिको सुरक्षित छ, त्यो कुराहरू आज आउनु पर्यो। कतिको सुरक्षित छ आज तपाईहरु नै, महिला नेत्रीहरू नै पार्टीभित्र कतिको सुरक्षित हुनुहुन्छ, त्यो कुराहरू इम्पोर्टेन्ट छ। यसकारणले गर्दाखेरि यो एउटा अपोजिसन पार्टीले मुद्दा बनायो के भन्ने मात्र होइन, त्यो चाहिँ यो पुरुष प्रधान समाजको, पुरुष प्रधान यो राजनीतिक व्यवस्थाको अघि यो सोच चाहिँ यो सोशल मिडियामा निस्केको। त्यसकारणले गर्दाखेरि सम्पूर्ण सिक्किमे नारीहरूलाई, महिलाहरूलाई म आह्वान गर्न चाहन्छु, तपाईहरु आफ्नो हक र अधिकारको लागि होला, तपाईलाई भनेको छैन होला, तपाईको बहिनी, तपाईको छोरी, तपाईको दिदी बहिनीलाई भनेको छैन, कसैलाई भन्यो होला, तर यो सम्पूर्ण नारीको अपमान हो र यो हाम्रो पुरुष प्रधान समाजको जुन चाहिँ गलत एउटा सोच चाहिँ यो बाहिरिएको हो। त्यसकारण यो सोचलाई जरैबाट मेटाउनको निम्ति तपाईहरु सबै आमाहरू, सबै चेलीहरू, सबै महिलाहरू सबैजना खडा हुनुपर्छ। अनि आज यो राजनीतिदेखि माथि उठेर है तपाईहरु बोल्नुपर्छ भन्ने तपाईलाई आह्वान गर्दै, र यसमा कडाभन्दा कडा सजाय हुनुपर्छ, यसमा कडाभन्दा कडा यसमा कारबाही हुनुपर्छ। अनि कारबाही भएन भने सिटिजन एक्सन पार्टीका महिला नेत्रीहरू अगाडि बढ्नेछ। उहाँहरू पुरा अछोट गर्नुभएको छ, उहाँहरू यो कुरालाई लिएर चुप लागेर नबस्ने उहाँले अठोट लिएको छ र हाम्रो पनि उहाँलाई पुरा समर्थन छ। र यो अब सिक्किममा यस्तो महिलाहरूप्रति, महिला नेत्रीहरूमाथि, राजनीतिक कर्मीहरूमाथि यस्तो टिप्पणी गर्ने चाहिँ अन्तिम होस्। अघि अबदेखि कसैले पनि सिक्किमे छोराले, सिक्किमेले, सिक्किमको कसै व्यक्तिले पनि अबदेखि चाहिँ महिलाहरूमाथि, नारीहरूमाथि यस्तो अभद्र टिप्पणी गर्ने आँट र साहस नगरोस् र त्यस्तो अवस्थासम्म, त्यो अवस्थासम्म जानुपर्छ भन्ने यहाँ सबैलाई आह्वान गर्दै